Hey guys, welcome to my YouTube channel. I hope हजुर खुसी हुनुहुन्छ होला, सुखी हुनुहुन्छ होला। म छु अहिले रुकुमको सिन्खेत भन्ने ठाउँमा। मैले बिहान ब्रस गरिरहेको छु। कामको सिलसिलामा यहाँ पनि आउनु परेको छ। एकदम धेरै जोस रमाइलो भइरहेछ। डाँडा काँडा हेर्ने बिहानको ट्याक्क घाम हैन, घाम ट्याक्क खाने हेर्न सकिँदैन। अझ फ्रेस भएको छैन, म ब्रस मात्रै गरिरहेको छु। यहाँको सिन यस प्रकार रहेको छ। लेट्स गो। डाँडा काँडाको बिचमा सानो बस्ती छ। सूर्यले ट्याक्क ढाकेको अनि हाम्रो चाहिँ यो वर्क गर्ने ठुलो त्यो भयो। हामीले काम गर्ने काम लिएको हस्पिटल भयो। जो रमाइलो छ ठाउँ है। अब भोक लाग्यो। भोक लागेपछि केही नास्ता पानी ल्याउनलाई यसो सानो मार्केटमा म छिर्दैछु। केटालाई पनि भोक लाग्यो रे, म्यानेज गर्नै पर्यो होइन। के ल्याउँछु अहिले हेरौँ। जाँदैछु म सानो माथिको बजारमा। लेट्स कन्टिन्यू। भइरहेको पुरैसँग कट्टु लगाएर हट भएर पट भएर ब्युटी भएर ह्यान्डसम भएर होइन। यही हो ताल। नास्ता पनि अब के ल्याउने भनेपछि मागेको छौँ। चिउरा चिउरा नास्ता ल्याएको होइन। यसलाई ट्याक्क भुटेर अब ल्याम पारेर खानुपर्छ। यसलाई भुटेर अब ल्याम पारेर 2 केजी चिउरा। कति महँगो यार, 100 रुपियाँ केजी यार। हाम्रो 60-70 रुपियाँ केजी पाइन्थ्यो यार, 100 रुपियाँ केजी पाइरहेको यार। यस्तो पनि हुन्छ कहीँ यार। बासहरू त भइसक्यो यार। जो गाउँ खाउँदैछु। लास्ट रिजल्ट गाईले खाँदैछन्। केही छैन। अब हामी नुहाउन जाँदैछौँ। जति जे भने नि केही हुनेवाला छैन। पुरैसँग केही हुनेवाला छैन। हामी त जाँदैछौँ नुहाउन ट्याक्क पारेर। अब पुरै यस्तो राम्रो स्विमिङ खेल्न जाँदा पनि हाम्रो फेरि सबभन्दा ह्यान्सी दाइ उनीको यहीँ हुनुहुन्छ। मुस्कान हेर न, मुस्कान मान्छे पागल बनाउँछ नि। ट्याटो हेर नि, ट्याटो खै बा ट्याटो देखाइदियो त बा। मान्छे राम्रो हो कि ट्याटो राम्रो हो कि? खै बा चस्मा लगाइदियो त। चस्मा यहाँ छ। ल चस्मा लगाउनु न। माको कस्तो हुन्छ? ल हेर ओइ बा खै बा यता हेर्नु। ल बडी मोटु और पतलु की जोडी। पतलु भएर मोटु यता चाहिँ होइन मागेको छौँ। भइरह हामी चाहिँ अब चाहिँ नुहाउन जाँदैछौँ। कामदेखि छुट्टी भएर अब जाँदैछौँ। छुट्टी त भएन, हामीले नुहाउन छुट्टी गरे हो। नुहाउनलाई हो। आफ्नो कामको आफै राजा हो कि न यसलाई भन्नु त होइन हो। त्यही भएर अनि हामी चाहिँ अब आफ्नो हिसाबले जाँदैछौँ। नुहाइन्छ, ट्याक्क स्विमिङ गरिन्छ होइन। बवाल छ कि ठाउँ त त्यहाँ बवाल छ। दही खोला हुन्छ त्यहाँ। दही खोला अरे त्यो चाहिँ जति बर्खा लाग्यो पनि, जति धुम्लो भयो भने अरू खोला धुम्लिने त्यो धुम्लिन्न अरे। त्यसको विशेषता भने त्यस्तो होइन। त्यो जति स्थानीय बासिन्दाहरूको मुखबाट हजुरले त्यहाँ गएर भनिहाल्नु उसलाई के भन्छन्, जति पानी परे पनि धुम्लिन भनेर भने तिनीहरूले। मैले सोधेको थिएँ त्यो जति पानी पऱ्यो भने जति अरू खोला धुम्लिने त्यो धुम्लिन्न। ए हो र? त्यस्तो विशेषता रहेछ। हामी त्यहाँ गएर नुहाउँदैछौँ। अब जाँदाखेरि बाटो पनि लास्टै झुर बाटो छ पुरै होइन। भन्नुपर्दा त्यहाँ चाहिँ बवाल देखिन्छ अहिले। त्यहाँ प्याक गरिदिनु न भाइ, प्याक गरिदियो। त्यहाँ ब्यागमा प्याक गरिदियो। अहिलेको हुनार ह्यान्सी हाम्रो ह्यान्सी मामा भएर बस्नु भएको छ पुरै। मामाको पनि लुक्स नै बवाल छ फेरि पुरै। एक नजर हेरिदिएपछि मान्छे पागल फेरि। खै बा कपाल माथिलाई बनाइदेऊ त। खै बा हाँस्थ्यौ त। यो
यो हो नि त तरिका होइन वेट जाउँ अब चाहिँ हामी जानुपर्छ म चाहिँ अब हेलमेटमा ओइ चस्मा आयो अब है राजेशमा जस्तै फर्किनु है पुरै पछाडिबाट खुवा गर्ने है मामा है राजेशमा ल वेट मारे घोडा दिनमा दाइयारमा खान्न यार सुई सुबारी यार यार खान्न यार मैले यार त्यस्तो त भएन त्यस्तो भएन नि यार अब चाहिँ हामी जानुपर्ने हुन्छ म चाहिँ हेलमेटमा फिल गर्दैछु अब बबाल देखिन्छ हाम्रो टिम यहाँको राइडरको बाइक निस्किँदैछ अब उडाएर निकाल्नुहुन्छ होला सायद हाम्रो सायद उडाएर आउँछ होला सायद बाइक हेरौँ है भोग्ने हो अझ छिटो आउने यार ढिलो पछि बनायो हुन्छ के आउनु कि छिटो स्टार बन्द त घ्याच भएन यार पावर छ किन चेक गरिदिनु न पावर कतिको छ चेक गरिदिनु चेक पावरै छैन खै ल हेर मारे यो नि त तरिका यार हिँड अब है हिँड्यो हाम्रो चाहिँ शर्मान जस्तो मामा हिँड बस्नु भएको आउनु मेरो बाइकले तान्दैन यार बाटो फेरि प्लास्टिक खतम छ यार बाटो हेर्नु बाटो हामी त खुट्टा टेक्ने बाइक अरू त के हुन्न है कहाँबाट जाने यार हेर त खुट्टै टेक्दैन अनिलले अनि मलाई कसम कन्ट्रोल त बवाल छ बुढोसँग यार अया ए दादा हामी पनि कम त छैन त हेर न बाटो हेर न बाटो तल खोला हुने डर छ क्या राम्रो कम हुन्छ नि हेर बगाल छ त्यो यार खुट्टामा लास्टिक फोर भयो भने अब के गर्ने अब हगेर नआउने हो अस्तिको टाइममा चाहिँ मामाले झारेको थियो मैले अझै झारिनँ अरूको कन्ट्रोल चाहिँ भवाल थियो यार हालत यस्तो छ बाटोको अनि ओइमा खुट्टा चोट लाग्यो बे खुट्टा चोट लाग्यो दाइ चोट लाग्यो अनिलाई चोट लाग्यो नै हेर्न माको छ रगत आयो रगत फाल्टु ठुलो भयो क्या नि क्या यही त हुन्छ केटाहरू कन्ट्रोल धेरै कन्ट्रोल गर्छ नि मै पनि जान्ने होला क्या फेरि बुइ किन भयो आज यस्तो बाटो के भयो चोट लागेन बाइकलाई त केही भएन फेरि यस्तो भइगयो ऐमा स्क्र्याच भएको रहेछ नि त्यहाँ लड्क्यो कि जाम के गर्नु अब यार पेन गर्ने अब गर्दैन के गर्नु यस्तो हुन्छ कि हुन्छ त हिँड्नु
केटाहरूलाई अब अहिले त धक्का परिसक्यो। अब एकछिनको रमाइलोले केटाहरू फेरि कन्ट्रोल नगरेर हिँड्ने भन्छन् फेरि होइन, कति पनि नधारेर हिँड्नेहरू क्या त। अब ल्याम्मा भइगयो त्यो, अब अलिकति होइन पैसा खर्च भइगयो फेरि यस्तो तालेर कहाँबाट हुन्छ। ल्याम्मा भइगयो अब घर्सा लाग्यो। जाम साबुन लुगा धुने साबुन पैसा बोक्नु भएको छ, पर्स हाल्नु पर्यो। पर्स छ, पैसा छ, ठिकै होला न त्यो। कपडा धुने साबुन छ, कपडा धुने साबुन ल्याइदिनु त। आइजाऊ न, कपडा धुने साबुन ल्याउँछौँ हामी एकैछिनमा। ल्याउनु यार, एउटा ठुलो त्यही त भइहाल्छ होला। अरू नि अन्त मलाई जस्तो बबाल भइहाल्यो, अरू नि अन्त बबाल भइहाल्यो यार। मामा अरू नि अन्त बबाल भइहाल्यो यार। यता छिन्केको बजार हो, हामीले हेरदेखि लग्यौँ होइन भन्नुपर्दा। अब यहाँ कति ठाउँमा त चिज त छ नि त, त्यही कारण फेरि ल्याम्मा हुने खालको पनि छ फेरि। हामी नुहान ठाउँ त फेरि बबाल छ नि त, पुरै सोचेर त खा कहाँ गयो ओर्छ लाग्छ त्यही भने रुकुमको बाटो लाग्छ हुन्न होइन मामा। अब रुकुमको ठाउँमा आएर अब पिस खोज्छु भनेर हुन्न, तर त्यही पनि पछिल्लो चरणमा त राम्रै विकास भयो यहाँ त यार होइन। पहिला त होइन लास्टै ध्वस्त थियो यार, अब ध्वस्त बाटो आयो। अब हामीले नेपालले त आउँदैन कतै। राइट, कन्ट्रोल केटाहरू लोटाउला है। कस्तो राम्रो छ मुभीहरूले यार। अरे सरी शब्द आयो मुखदेखि। हजुर पर्यो यार, धक्का लाग्यो कतिको? धक्का कति लाग्यो? धक्का 8-10,000 ल्याम्मै भइगयो यार। पाक उदु पाक धुलो नउराउनु हो। पाक उदु छेउ अरे आफैमै पऱ्यो यार है। अस्ति पानी परेको छ र अब लुगा राखेन, हात बाँध्न पऱ्यो सुक्खा भएर यार। त्यो त फेरि जाने बाटो त चल्दी रहेछ। अनि भेरी हेर्न दिएको जस्तो सानो भेरी होइन, सानो यही हो पुल माथि गइला क्या तल फेरि देखाउँदै जाम यार यार। सानो भेरी अब यहाँको माछा चाहिँ चाख्न पाइरहेको थियो यार होइन। पोरा पनि आयो, माछा चाख्न पाइएन अहिले पनि यार। बरु हामी माथि गएर स्यालपु गएर माछा चाख्यौँ होइन। अब हाम्रो टार्गेट चाहिँ उताको छ, के भन्छन् कमलदह अनि रुकुमै कोट होइन। रुकुमै कोटको चाहिँ हाम्रो टार्गेट चाहिँ। केटाहरू फेरि लोटाउला है। अब राम्रो ठाउँमा त हाल्छु फेरि म फेरि केटाले मान्दैनन्।
आइसक्यो अब नुहाउने ठाउँ पनि बबाल ठाउँ आइसक्यो मस्त ठाउँ यार मजाको ठाउँ यार कति भन्नु आहा नुहाउने ठाउँ त धेरै राम्रो नुहाउने ठाउँ यार मान्छेहरू त बाप बाटो लास्टै डेन्जर छ त यार बाप रे ओहो लाई Wait! Man, lam! Anil lam! Power! Real yaar, kya karo yaar? Tanting na tanla! Udah. Tak. Udah, tak. Down. Kau nak ini. Nah. Ayo. Tanti ke? Bas ni mana? Ketika mau le berang siar maya. Udah. Tak. Bisa ni ke mah kau? कसम बबाल छ बाटो यार उदु आइयो यार दक्षिणमा आइयो यार बाइक त उही माथि भन्थ्यो हट दोदराला हो गया छ के के भयो यार यहाँ भयंकर हेर ए यार यो ठ्याक्कै अब यो कोले कति पैसा खर्च हुने यार यो डेन्जर हुने भयो त यार यसलाई मुक्ति छैन भाइ छ्या रातो टेप हान्नु पर्छ क्या हैन रातो टेप हान्ने हैन त्यो डेन पेन गर्छन् नि त्यहाँ गएर ट्याक्क गराउनु पर्छ क्या स्प्रे हान्ने मेरो बाइकको चाबी राखिदिन्छ स्प्रे हान्ने यहाँको स्प्रे खासै जान्न नि त अथवा त्यहीँ जाने क्या त्यो डेन पेन गर्नेवाला छ नि त्यहाँ यता के भन्छ त्यो पहिलाको ठ्याक्कै जाम के भन्नु तर यहाँको सिन चाहिँ बबाल छ यार हाम्रो फेरि यो भनेको 4 जनाको जम्बो टोली हो होइन अनि सिन चाहिँ बबाल छ यार ओ माई गड सुकुनवाला छ क्या माथिदेखि पुरै हिउँ झरेको पानी ट्याक्क झर्छ होइन चल्छ नि त यार नचल्ने नुहाउने ठाउँसम्म चल्छ नि यार हाम्रो त यार हेर न बाटो हेर न माथि अहिले अब लोटोमा आफ्नो बाटो छ यार जम लाग्यो गहिरो छ त नि अलि बिग्रियो नक्सा बिग्रियो यार नुहाउने ठाउँ त यो यार हाम्रो अस्ति त बबाल नुहाइ भएको थियो त होइन हिँड्नै पनि गाह्रो लोटौँ लाग्ने डर यार चाबी चाहिँ राम्रोसँग राखौँ है अब चाहिँ हामी चाहिँ ट्याक्क नुहाउने हो अब चाहिँ नुहाउने हो नि यार हाम्रो स्विमिङ गर्ने ठाउँ नै यही हो हामी त नुहाइङ्गे सुरु भइसक्यो हाम्रो चड्डी दाइको पुरैसँग वास सुरु भइसक्यो कपडा धुने चाहिँ अब हामी चाहिँ दही खोला होइन त्यहाँ पर्ला है हेलमेटमा फेरि त्यो नयाँ हेलमेट हो यार दही खोलामा हामी चाहिँ अब पौडी खेल्न जान लाग्यौँ दाइ चड्डीभित्र के छ दाइ दही मामाले भनेको चाहिँ दही खोलामा पौडी खेले चाहिँ दही आउँछ अरे माको दाइ चड्डीभित्र के छ भन्नु न यार
त्यो सेतो चड्डीभित्रकै छ यार भालेको अब हामी पनि नुहाउनु पर्छ थोरै कपडा धुनु छ होइन अब नुहाउनेको भालेको फुल छ आमा के हो रगत रगत जस्तो आउँछ त यार मिस्ने उन्नु भएको थिएन हेर्नु रातो रातो आउँछ यार तपाईँको भेस्टबाट आउँछ यार रातो रातो यार मेहनत भन्छ नि त यसलाई होइन हो मेहनत हो यो चाहिँ मेहनत हो साँच्चै यार भनेको यार मेहनतको पसिना सलसल बग्ने पानीमा बाइकको चाबी राम्रोसँग राखिदियो है हराउला फेरि हराउला हराउला सिन चाहिँ बबाल छ यार माको रमणीय क्या रमणीय भने जस्तो आफू तल खोलामा होइन आफू चाहिँ तल खोलामा अनि काँडा माथि ट्याक्क पारेर अब म पनि कपडा धुनु छु अब हेर्ने एकैछिनमा मोबाइलमा गएको पानी मोबाइलमा कपडा भिडियो कपडा भिडियो बोला यार आएर उहाँ भिडियो गराइ के बिजन यार कस्तो यार तिमी त खतम रहेछौ यार हल्का रमाइलो हल्का रमाइलो गाइस हल्का रमाइलो शीर्षबाट खाएको यार छैन नि यार मैले छैन यार खेल्ने सँगै खेलौँ ल सँगै खेलौँ ल सँगै खेलौँ सँगै मामा छराउन खेलौँ कि अब छराउन खेलौँ खेलौँ क्या खेलौँ जाम जाम के जान्दै त अलि यस्तो भन्दा पनि पानी पर्छ दामी मोबाइल एकैछिन रमाइलो भयो अब फेरि जाम यार नुहाम यार सोल्टीलाई रमाइलो भइसक्यो आउनु के मामा खेलौँ यार आउन बास आउनु मामा यता भइरहेको छ क्या आज
कहाँ लग्ने कि धुनी हो अब के भयो कडा यार अनिल दाइ यार ओइ चिने जा लाग्यो बाइक यार निकालेर छोडौँ है निकालेर छोडौँ है ओइ ओइ ढलिगयो ढलिगयो ल ल ल ल ल अया पावर बाहुबली जिरो हान जिरो जिरो बाइक ढलिगयो तेल तेल घोप्टिला क्या गाईहरूले फेरि उतातिर फेरि पान बुराक पुरै चपाउँदै खाने हो ल ल ल ल ल ल खै त पावर पावर खै पावर वाह वाह कडा कडा त्यसले अब भागेन क्या यार अड्यासेन यार आउँदैन आउँदैन बड्डा आउँदैन आउँदैन जस्तो सायद त्यो भाइ त यार फसियो फसियो तान्यो तान बड्डा तान आइगो 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 मार्यो मेक त्यस्तै हुन्छ त्यस्तै हुन्छ कडा यार आयो बटा अनिललाई कडा यार आयो 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 अब दुईटा बाइक वास हुन्छ मस्त तरिकाले साबुनले नै यो पनि वास हुँदैन अब वास हुन्छ बाइक अब वास गर्ने बाइकलाई ट्याक्क पारेर ओके अब हामी जाँदैछौँ नुहाइधुवाइ सबै सक्यो सरले कपडा धुँदै हुन्छ उतातिर अब हामी जाँदैछौँ आजको हाम्रो भल कस्तो गयो हेर्नु होला रमाउनु होला खुसी हुनु होला बबाल गयो जस्तो लाग्छ मलाई मेरो कान्छी उठेर गर्दैछिन् अनि अब चाहिँ जानुपर्ने हुन्छ हामी भिडियोलाई यही नै इन्ड गर्छु म है त बाई